नमस्ते सबैजनालाई। म चाहिँ फिर्का बुनेको देखाउने भनेको थिएँ। अब घरमा सब केटाकेटी चाहिँ स्कुल गइसक्यो है, त्यसैले एक्लै थिएँ। अनि अब बुनिसक्दासम्मको भिडियो कसले बनाइदिन्थ्यो र। एक्लै भएको मान्छे बुनेर भ्याएँ। अब बान्ने बेला एउटा भिडियो बनाइहालौँ भनेर चाहिँ बनाउन लाग्यो। धौधौ बुनेको मैले फिर्का औँला जति छिलेर कस्तो खतम बनायो साथीहरू। के गर्नु, काम त जे पनि गाह्रो नै हुन्छ। काम त कामै हो सबैको। त्यसैले यो बान्न चाहिँ प्लास्टिक या भाबीहरूको रस्सीले बनाउँछ नि, मैले चाहिँ त्यही पराल नै बाटेर त्यसको रस्सी बनाइदिएको। पिर्का धौधौ 1 घन्टा लाग्यो साथीहरू मलाई यो पिर्का परालको बनाउन। त्यसैले अब कस्तो बन्यो मेरो पिर्का, बानेर त भ्याएँ है। सबैले कमेन्ट गरिदिनु होला तपाईँहरूकोतिर कसरी बनाउँछन्। हाम्रोतिर त पराल झट्काएर त्यसको सानोतिनो सब भुसहरू फालेर बनाउँछन्। अब यो पराल छोटो भएर अलि यसको टुप्पाहरू निस्केछ माथिबाट, अलिअलि खुट्टाले दबाएर त बस्ने खालको हुन्छ। अनि झुत्रा झुत्री सब काट्नुपर्छ पछि। कस्तो छ मेरो पिर्का। बनाएर भ्याइयो, त्यसलाई सफा गर्नु छ है त। बाई बाई सबैलाई।